धेरै पल्ट विश्वासीहरू हामीहरूको नानीहरू है यदि मान्छेको डर गर्न उनीहरूले सिकेको छ भने अनि उनीहरू चाहिँ यदि कुनै न कुनै दिन चाहिँ है मान्छेको नजरदेखि ओझेल भएको हुन्छ, एक्लै कसैले पनि उनीहरूलाई नदेखेको बेला उनीहरूले एक्लै उभिएर उनीहरूले ठिक प्रकारको निर्णय लिने समय आएको हुन्छ। उनीहरूले के सोच्छ भने कि मलाई कसैले पनि देखेको छैन र मैले चाहिँ यो पाप गर्नु मिल्छ, यो भुल गर्नु मिल्छ भनेर उनीहरूले परमेश्वरको नजर अगाडि नै उनीहरूले भुल गरी पठाउँछ। यदि त्यो व्यक्तिलाई तपाईले परमेश्वरको डर गर्नु सिकाउनु भएको छ, मान्छेको होइन, परमेश्वरलाई आदर गर्नुपर्छ, परमेश्वरको भय मान्नुपर्छ, किनभने उहाँ योग्य हुनुहुन्छ, उहाँले तपाईँलाई हेरिरहनु भएको छ, उहाँ तपाईँसँगै हुनुहुन्छ भनेर यदि तपाईँले सिकाउनु भएको छ भने त्यो मान्छे जब मान्छेको नजरदेखि ओझेल हुन्छ नि, जब ऊ एक्लै भएर ऊ चाहिँ निर्णय गर्न पर्ने अवस्थामा आउँछ, उसले सम्झिन्छ मान्छेले मलाई देखेको त छैन तर मलाई प्रेम गर्नुहुने, मेरो लागि त्यो क्रुसमा नाङ्गै उहाँले कोर्रा खाएर शर्मित भएर काँडाको मुकुट लाएर उहाँ मृत्यु सहनुहुने मेरो प्रभुले चाहिँ मलाई देखिरहनु भएको छ, म उहाँमा भरोसा गर्छु भनेर त्यो मान्छेले ठिक निर्णयहरू लिन सक्दछ।